हाम्रो खाङसरको यहाँ स्टे भयो अब बिहान 8:45 भयो अब लाग्नु लाग्छ सबैजना बिस्तारै खै भाइ खै लेट्स गो Hello. Let's go. अब काट्दै होला यतिखेर अब हामी हिँड्न अब त्यो सजिलो हुन्छ मलाई यतातिर चिप्लिने चाहिँ अलि चिप्लेको मान्छेहरू चिप्लेको देख्छ नि यहाँको यो खाल्टा खाल्टाहरूबाट हिँड्न यता खाल्टाहरूबाट कि चिप्लिन्न कि म जाऊँ पहिला पछि पछि आइज नि बिस्तारी टुइ 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 लट्ठीले टेक्दै
मजाले यहाँबाट खस्यो भने चाहिँ गएँ तल ल सक्छ यति त नि छ छिटो बिस्तारै त्यो लट्टीले टेकेर आइज नि अगाडि प्रेस गर्दै भित्ता पक् आउँछ भने उल्टो फसिरहेछ यो ठाउँ चाहिँ चिप्लो डेन्जर रहेछ उताबाट आइज नि कताबाट आइज बिस्तारै बनाउँछ होला नि बिस्तारै है No luck, huh? Going to Chilito Lake? No, wind is slow. Yeah. यो आमा ड्याम भाइ सहीसँग आयो भाइ त मजाले आयो यहाँ अझै रहेछ नि यस्तै ओह्रालोमा चाहिँ यस्तो गर्नु हुँदैन भनेर भनेको उसले अलिकति उ रहेछ त्यहाँ चाहिँ डेन्जर रहेछ यहाँबाट खस्यो भने चाहिँ सिधै खोला तल कति मिटर तल जाम बस्ने त होइन खासै बस्नु ल मलाई अगाडि काम ल हिँड्नु न तपाईँ यस्तो हाइट चाहिँ डर लाग्छ क्या मलाई त तल सर्नु चाहिँ बाटो छैन नि सके छैन पानी खानु पर्यो अलिकति सक्नुभयो त दाइ त्यस्तो सकिँदैन सकेर यहाँ आइसक्नुभयो भने चाहिँ सकिँदैन जाऊ सिधा फाइनली बेस क्याम्पको अनुहार देखियो थिलिचो बेस क्याम्प अहिले 1:20 PM भएको छ बेस क्याम्प आइपुग्यो होइन आइपुग्यो दाइ रिल्याक्स गरेर बसिरहेको आरामले आइपुग्यो केही हतार छैन केही छैन न लेक लाग्यो न गाह्रो भयो न फ्या भयो होइन आरामले एकसाथले ताला खाँदै बस्ने अन्नपूर्ण हिमाल कस्तो बाटो आयो डरलाग्दो
रमाएको छ यो कृतज्ञ एकदम रमाएको छ नेपाल आएर बेस्ट पार्ट नै यही भयो अरे उसलाई ल से बाई बाई मेरो फोटो रेस्ट बेस क्याम्प त्यहीँ छ यहीँ रेस्ट कहाँ हो माथि ल यो चाहिँ तिलीचो बेस क्याम्प भित्र यो छ अस्तिको परेको मेल्ट हुँदैछ तिलीचो बेस क्याम्पमा 9:30 बजेको भ्यू यस्तो छ पुरै मुन लाइटले दामी देखेछ मुन लाइटले यस्तो दामी देख्ने यार रातिको भ्यू त्यो मुनले पनि के भन्छ लाइट मुन लाइटले त नि सबै कस्तो राम्रो मुन लाइट थिएन भने तारा ल 8:30 बजे अब हामी माथि लेकतिर जानलाई ट्राई गर्नु खोज्दैछौँ राम्रो छैन रे त्यहाँको बाटो त्यही भएर चिया खाएर चाहिँ अब लाग्ने तिलीचो लेकतिर लाग्दैछौँ ल ल है त अब कहाँसम्म पुगिन्छ हेर्नुपर्छ त्यो टोपी कसको हो त्यहाँ भित्र अलि राम्ररी मिलाएको छ नि राइट बाटोमै त होइन हामी हार्टबिटको पम्प भइरहेको छ नि स्पिड कम बिस्तारै हिँड्नुपर्छ घामले टाउकै तात्यो हामी चाहिँ हाम्रो त बाइस घुम्ती अरू बाँकी घुम्ती त्यहाँ छ सबभन्दा ठाडो घुम्ती अझ यताबाट गएर यस्तो सिधा माथि लामो बाटो हो तर सजिलो छ नि बाटो यहाँनिर त झन् चिप्लै चिप्लो त्यहाँनिर हुन्छ नि म त कति यो ग्लोभ्स एउटा ग्लोभ्स लगाएँ अनि भित्तामा समात्दै झाडीमा समात्दै ब्रान्चहरू समात्दै चिप्ल्यो भने तल सिधै तल यसरी
खै अरू केटाहरू आउँदैछ हजुर अरू केटाहरू आउँदैछ कि आइपुग्नु कति टाढा हो अब 20 मिनट 20 मिनट यो पोलभन्दा पनि अझै टाढा हो त्यहाँबाट घरहरू देख्छ त्यही हो घरहरूमा मान्छे छ कि नै ल कृतज्ञ पनि आइपुग्यो फाइनली अब यहाँबाट 20 मिनट्समा पुगिन्छ कृतज्ञ जाँदैछ अर्को यहाँ 20 मिनटमा पुग्छु उज्जैन लेक म चाहिँ तलतिर लाग्छु तल कुर्दै बस्छु केटाहरूले खैरे अब एकजना त छ उहाँ त्यो त माथि पुगिसक्यो नि त्यो पनि रिटर्न भएर होला कार्मेन ल राम्ररी गर आरामले हामी तल कुरिरहेको हुन्छु निकन आउँदैछ यहाँ लास्टमा चट्ट लाएर अब दुईजना पुगेर आउँछ 1 आवर जति लाग्छ होला म झरेको अब 1 घन्टा मात्र छ अझै 1 घन्टा छ 45 मिनट भइसक्यो म तल झरेको कति भयो 45 मिनट हो र उकाल त छैन नि अब छैन यस्तो यस्तै त्यो पोल आउँछ अरे कुर्नु पर्दैन हामीलाई अब कुर्दै हिँड्दै आएको हामी कति कुर्नु हौ पुरै त आमामामा ल पुगिहाल्यो नि जवाब ल यताको ल्यान्डस्लाइड एरिया चाहिँ पुरै स्नोले कभर छ ल यहाँ ल्यान्डस्लाइड एभलान्च गएको रहेछ अब जाँदा चाहिँ यहाँबाट ट्राई गर्नु पऱ्यो है त अघि आउँदा चाहिँ यता घुम्ती 22 घुम्ती हुँदा आएको थिएँ ल अब यताबाट जानु सर्टकट थियो तर अलिअलि डेन्जरस कस्तो दामी थियो त है बाटो चाहिँ आफै बनाउँदै जाने हो त्यो कस्तो स्लोप हो क्रस गर्यो हाय होइन म यतिकै Oh my god, यहाँ चिप्लेन पनि गयो Oh boy. Yeah. साढे 2 घन्टा जाम निलिँदैपछि बेस क्याम्प देख्यो त्यही चाहिँ बेस क्याम्प अब त्यहाँ पुग्न अर्को 20 मिनट्स त लाग्ला हाय आइपुग्यो बेस क्याम्प बस र याक मात्रै हुन्छ याक